त्यो बेला चाहिँ हामीले केही सानो वचन पनि गऱ्यौँ अनि परमेश्वरले 2081 सालभित्र मेरो जीवनमा त्यस्तो के कुरा गर्नुभयो जुन चाहिँ मलाई एकदमै राम्रो लाग्यो कि। अनि थुप्रै योजनाहरू बनाइयो तर 2081 सालमा अझै पुरा हुन सकेनन् र ती कुरा त्यो चाहिँ के होला भनेर हामीले बाँडेका थियौँ। यद्यपि हामी यहाँमध्ये धेरैजना थियौँ र कतिजना चाहिँ यहाँ सहभागी हुन सक्नु भएन। हामी सबैजनाले यहाँहरूलाई मिस गऱ्यौँ है। सबैजना हुन पाएको भए एकदमै राम्रो हुन्थ्यो भनेर हामीले मिस गऱ्यौँ। अनि भाइले भिडियो बनाउँदै गर्दाखेरि चाहिँ ला अरू जवान साथीहरू त हाम्रो छुट्नु भयो, भाइ बहिनी छुट्नु भयो जस्तो लागिराखेको थियो। जे होस् भाइले त्यो कुरालाई अझै एड गर्नुहुन्छ जस्तो लागेछ। र यहाँहरूलाई है अहिले त्यो न्यु इयरको दिन चाहिँ सहभागी हुन नसक्नेहरूको लागि त्यस्तो मैले सोध्दै नसोचेको काम चाहिँ साँच्चै परमेश्वरले मेरो जीवनमा गर्नुभयो भन्ने त्यस्तो एकदम वाउ लाग्ने के ब्लेसिङको आशिषको कुराहरू छ भने चाहिँ आज त्यो कार्यक्रममा सहभागी नभएकोलाई चाहिँ यहाँहरूलाई मौका छ है। 2 मिनट 3 मिनट जति चाहिँ यहाँहरूले सेयरिङ गर्न सक्नुहुनेछ है। अनि त्योभन्दा अगाडि चाहिँ यहाँहरूले मौका पाउनुहुन्छ र यहाँहरूले केही कुराहरू सेयरिङ गरिदिनु भयो भने हामी सबैलाई पनि उत्साह हुन्छौँ। त्यो दिन 1 घन्टा जति सङ्गति गर्ने भनेको 2 घन्टा कटेकै थाहा भएन होइन। त्यति लामो सङ्गति गऱ्यौँ हामीले र यहाँहरूलाई पनि मैले मौका दिन चाहेँ। यहाँहरूसँग छ भने पक्कै पनि छ, केही कुरा सेयरिङ गर्नुभयो भने हामी सबैको लागि राम्रै हुनेछ। यो चस्माको कभर हो होइन? ओके, यसमा चस्मा राखिन्छ अनि चस्माको काम के हुन्छ? सुरक्षा दिने, केलाई? आँखालाई प्रोटेक्सन गर्ने काम गर्छ होइन। अनि यहाँभित्र मैले के राखेको छु? वचन राखेको छु। वचनले पनि हाम्रो जीवनलाई के गर्छ त? प्रोटेक्सन दिन्छ कि। त्यसकारण यो वचन एकदम अमूल्य छ। अनि यो वर्षभरिको लागि हो है। अनि यो कागज हराएर जाला तर वचन हाम्रो हृदयमा हुन सक्छ है। बरु लेखेर राख्नु हुनसक्छ भने त पदै कण्ठ गरेर राखौँ, कहिले मेट्दा नि मेटिन्न, हराउँदा नि हराउँदैन होइन। होइन भने चाहिँ कागज हराए पनि अर्को वर्ष हामी यस्तै कार्यक्रम गर्दा चाहिँ तपाईँको 2082 सालको चाहिँ कुन वर्ष परेको थियो भन्दा चाहिँ यहाँहरूले भन्नुभयो भने चाहिँ राम्रो हुन्छ है। र कतिजनाले त बिर्सिसक्नु भयो होला है। योभन्दा त्यो कार्यक्रममा के वर्ष परेको थियो भनेर बिर्सि पनि सक्नुभयो होला। तर कतिजनालाई सम्झना पनि छ, यस्तो बहिनीलाई सम्झना छ, टाउको हल्लाउँदै हुनुहुन्छ। र यो भर्स छान्ने छौँ अनि यहाँहरूले सुरक्षितसँग राख्नु होला। के गरौँ, अस्ति नआएकोहरू कतिजना हुनुहुन्छ एकचोटि? हजुर, ओके, यहाँहरूले आएर एकवटा भर्स छान्नु होला। अनि त्यसपछि 1-2जनाले सेयरिङ गर्दै गर्दाखेरि हामीले चाहिँ सुनाएका थियौँ है, सुनाएका थियौँ। यहाँहरूले पनि सुनाउनु भयो भने राम्रै होला जस्तो लाग्यो। ल सुरु गरौँ त। सबैजनालाई जयमसी। हुन्छ, के अरे यहाँहरू कतिजनाले मलाई अब चिन्नुहुन्छ होइन, तर राम्रोसँग चिन्नु भएको छैन मलाई होइन। मेरो जीवन अब अतीतका कुराहरू कतिलाई थाहा छ, कतिलाई थाहा छैन, कतिलाई थोरै मात्रै थाहा छ होइन। अनि म चाहिँ खास गरी मेरो मम्मीभन्दा पहिला मैले विश्वास गरेको हो सानो हुँदा। अब त्यो त अब त्यो बाल्यकालमा गरेको विश्वास भनौँ होइन। अनि त्यसरी नै म बढ्दै जाँदा उसको हुर्किँदै जाँदा चाहिँ पछि म चाहिँ बिग्रेँ क्या। लास्टै बिग्रेँ। धेरै कुराहरू पापहरू मैले धेरै गरेँ होइन, धेरै पापहरू गरेँ। अनि मैले चाहिँ के सोच्थेँ भने चाहिँ मेरो चाहिँ सायद सन्तान कहिले हुन्न होला, परमेश्वरले मलाई चाहिँ म जस्तो नराम्रो मान्छेलाई चाहिँ एउटा बाउ हुने अधिकार कहिले दिनुहुन्न होला भनेर सोच्थेँ कि। अनि त्यसपछि तर अब विवाह भयो होइन, त्यसपछि जेसन पनि भयो। अनि त्यसपछि जेसनसँग चाहिँ मैले 2 वर्षको भएपछि बल्ल जेसनलाई भेटेको मैले होइन। अनि अब मैले भिडियो कलमा मात्रै देख्थेँ। अनि त्यो सपना जस्तो हो कि होइन जस्तो लाउँथेँ कि। त्यस आएर भेटेँ। त्यसपछि गएको वर्ष चाहिँ ठ्याक्क वैशाख 27 गते चाहिँ कान्छा छोरा नि जन्मियो क्या। अनि परमेश्वरले चाहिँ जे होस् अब म जस्तो तुच्छ पापीलाई पनि होइन अब क्षमा गर्नुभयो, प्रेम गर्नुभएको छ, आशिष दिइराख्नु भएको छ। अनि त्यसैको लागि म एकदम धन्यवादी छु परमेश्वरप्रति होइन। अनि म यही कुरा भन्न चाहन्छु तपाईँहरूलाई कि
म जस्तै पाप गर्नुहोस् त भन्दिनँ होइन तर पाप त हामीले जानी जानी गर्छौँ, कहिले कहिले अन्जानमा गर्छौँ होइन। तर हामी प्रायः जस्तो चाहिँ हामीलाई थाहा हुन्छ कि कन्सियसमा चाहिँ हाम्रो हुन्छ कि बाइबल नपढे पनि यो गर्नु हुँदैन भनेर थाहा हुँदाधरि पनि हामी चाहिँ आफ्नै मनको इच्छामा लागेर उसमा लागेर चाहिँ हामी चाहिँ पाप गर्न पुग्छौँ होइन। तर पाप गर्दैमा सकिँदैन क्या त्यसमा सम्बन्ध। अब शैतानले चाहिँ के भन्छ भने चाहिँ तँ यति साह्रै पाप गरेछस्, अब त कसरी माफी माग्छस् होइन, कुन मुखले माफी माग्छस् तैँले परमेश्वरसँग, परमेश्वर तँलाई हेर्न नि चाहनुहुन्न भनेर त्यस्तो भान पर्छ क्या। तर हामी चाहिँ प्रार्थना गर्नुपर्छ, क्षमा माग्नुपर्छ, किनभने हाम्रो परमेश्वर चाहिँ एकदम क्षमा दिने हुने परमेश्वर र प्रेममा एकदम धेरै अपार प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ है। अनि त्यही हो मेरो आशिष चाहिँ। मेरो चाहिँ यशाया 40:31 परेछ, जहाँसम्म मलाई लाउँछ यो भर्स मलाई याद छ होला, तर पनि फेरि भयो मिलेन भने फेरि है कताको 40:31। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, मेरो भए जस्तै अघि। धन्यवाद प्रभु। अनि त्यसपछि तिमीहरू गरुड झै माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मुर्छा पर्ने छैनन्। आमेन। परमप्रभु असल हुनुहुन्छ, दुःखको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको अहिले हेरविचार गर्नुहुन्छ। आमेन। परमप्रभु असल हुनुहुन्छ, दुःखको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ भन्ने बाइबलको पद चाहिँ उहाँलाई परेको छ है त। ल हुन्छ, धन्यवाद छ। ल अर्को आइहालौँ त पछाडिबाट। सबैजनालाई जय मसीह। मेरो 2081 इयर चाहिँ एकदम नै ब्लेसेड इयर एउटा भएको थियो, अनि स्पेसली फर माई फ्यामिली, हाम्रो फ्यामिलीको लागि चाहिँ एकदम नै 2081 इयर चाहिँ एकदम नै ब्लेसेड इयर भनेर हामी विश्वास गर्छौँ। किनभने हामी एकदम नै धेरै प्रे गरेर आएको जस्तै 2081 चाहिँ हामी घरमा बिहा हुनुको लागि हामी एकदम नै प्रार्थना गर्दैथ्यौँ। अनि नेपालमा हेऱ्यो भने त नेपालमा चाहिँ धेरै जस्तो चाहिँ छिटो नै बिहा हुन्छ, तर पनि हामी नागाल्यान्डमा बसेर आएर होला हामी चाहिँ अलिक ढिलो नै बिहा गर्ने, तर पनि हामी एकदम नै प्रार्थना गरेर अनि परमेश्वरको इच्छा के हुन्छ त्यो नै खोजेर हामी प्रार्थना गर्ने, बिहा गर्ने भनेर हामी प्रार्थनामा एकदम नै राख्दै थियौँ। अनि फाइनली लास्ट इयर हामी मेरो दिदीको बिहा भएको थियो। अनि त्यो आफ्टर 5 इयर्स हामी 5 इयर्स पछि फेरि नागाल्यान्डमा गएर फेरि पुरानो साथीहरूलाई भेटेर फेरि पुरानो चर्च मेम्बर्सहरूले पनि भेटेर हामी एकैसँग फेलोसिपहरू गर्नको लागि टाइमहरू पायो अनि प्रार्थनाहरू गर्न पायो, त्यसको लागि एकदम नै परमेश्वरले धेरै नै धन्यवाद। त्यसरी नै इभन 2082 इयर विश्वास छ कि अब यो कमिङ इयर पनि एकदम नै ब्लेसेड इयर हुनेछौँ। त्यसरी 2081मा मेरो परिवारमा एकदम नै परमेश्वरले आशिष दिएको छ। त्यसरी नै इभन इन द कमिङ इयर अब यो इयरमा चाहिँ अब निश्चय नै अब हुन्छ भनेर एकदम विश्वास छ। परमेश्वरको महिमा होस्। आमेन। मेरो बाइबलको भजन चाहिँ म इङ्ग्लिसमै पढिदिन्छु ल। यो के हो? यशुआ हो? हा? आइजाया हो? मेरो बाइबल भर्स चाहिँ पाएको छ आइजाया 41 को 10 भएको छ। म पढिदिन्छु, म नेपालीमा यति पढ्नु आइन, त्यही भएर म इङ्ग्लिसमै पढिदिन्छु ल। Isaiah chapter 41 verse 10, Fear not, for I am with you, be not dismayed, for I am your God. I will strengthen you, yes, I will help you, I will uphold you with my righteous right hand. Amen. परमेश्वरको महिमा होस्।
सबैलाई फेरि पनि जय मसी। मेरो 2081 सालमा चाहिँ परमेश्वरले चाहिँ धेरै नै सुरक्षा दिनुभएको छ है। भन्नुपर्दाखेरि चाहिँ मेरो परिवार र मेरो जीवनमा चाहिँ त्यसको लागि चाहिँ म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि मेरो चाहिँ बाइबलको पद चाहिँ फिलिप्पी 4:6 छ। यसमा चाहिँ लेखेको छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। आमेन। साँच्चै नै यहाँ भने जस्तै परमेश्वरले चाहिँ चिन्तित नहो भन्नुभएको छ। त्यसै कारणले चाहिँ कहिले कहिले चाहिँ म धेरै चिन्ता लिन्छु, तर ठ्याक्कै यो वचन चाहिँ मलाई मिलेको छ क्या। किनभने जब म चिन्ता लिन्छु नि, तर जब म परमेश्वरसँग प्रार्थना गर्छु, जब चाहिँ सङ्गतिमा प्रार्थनाको विषयमा राख्छ, त्यो कुरा भइहाल्छ कि। त्यसको लागि चाहिँ म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। हुन्छ, जय मसी। सबैलाई यीशु ख्रीष्टको नाममा जय मसी। मेरो चाहिँ 1 पत्रुस 1:3 पढेछ होइन। यहाँ के लिए चाहिँ म पढ्छु है। परमेश्वर र हाम्रो प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। आमेन। सबैजनालाई मेरो खन्ना चाहिँ मर्कुस 11:24 छ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जो मान्छे हो, जो पापबाट छौ भने विश्वास राख र यो तिमीहरूको हुनेछ। आमेन। मैले यो बाइबलमा भने जस्तै अस्ति नै मैले यो 2081 हुँदा चाहिँ मैले बाइबल पढ्दै प्रार्थना गर्थेँ। अनि यो चाहिँ परमेश्वरले चाहिँ मेरो लागि चाहिँ छुट्याउनु भएको। अनि चाहिँ बाइबल पढ्दै गर्दा नि मलाई चाहिँ परमेश्वरमा चाहिँ विश्वास राख्दैछु भन्ने चाहिँ मलाई त्यो पुरा होस् परमेश्वरको। आमेन। सबैलाई जय मसी। मेरो हितोपदेश 4:6 पढेको छ। बुद्धिलाई नत्याग र यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर र त्यसले तँमाथि हेरचाह गर्नेछ। आमेन। पहिलोचोटि यो सङ्गतिमा बसेँ, पहिलोचोटि बोल्नु पऱ्यो है। ल गुड। गिटार पनि बजाउनु पर्यो। हुन्छ, सबैले यीशुको नाममा जय मसी। मलाई परेको भर्स चाहिँ लुका 16:3 रहेको छ। तब व्यवस्थापकले आफ्ना मनमा नै भन्यो, अब म के गरौँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोज्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भिख माग्न मलाई लाज छैन। आमेन। अब मिलाएर बुझ्नु होला है। अब परमेश्वरले यसलाई चाहिँ के भन्न खोजेको हो भनेर, तर पोजिटिभ तरिकाले सोध्नु होला है। केही न केही त छ नि त्यहाँनिर होइन। मलाई त एउना 1:12 पढेको थियो होइन। ल मलाई त कस्तो पद परेछ कि, तर जतिले ग्रहण गरेँ मैले त ग्रहण त गरिसकेँ जस्तो मनमा आएको थियो कि। अनि पछि त फेरि मलाई जुन काम छ, मेरो कामको प्रकृति छ, त्यही अनुसार चाहिँ परमेश्वरले वचन दिनुभएको हो नि त। अरूलाई मौका दिनु पऱ्यो ग्रहण गर्नको लागि भन्ने त्यो कुराहरू आएको थियो कि। कहिलेकाहीँ त्यस्तो लाग्न सक्छ, तर विशेष अर्थ हुनसक्छ। ल अर्को आइहाल्नु त एकजना। हुन्छ, सबैलाई श्रीको नाममा जय मसी। मलाई चाहिँ भजन सङ्ग्रह 71:23 पढेको छ। जब म तपाईँको प्रशंसा गाउँदछु, मेरो ओठहरू हर्षले कराउँछन्, म जसलाई तपाईँले उद्धार गर्नुभएको छ। आमेन। कतिको कति हो बुझ्नुभयो? ल 71:3। सबैलाई श्रीकृष्णको नाममा जय मसी। म डराएको पछि इङ्ग्लिसमै पढिदिन्छ है। भजन सङ्ग्रह 9:12। So teach us to number our days that we may gain a heart of wisdom. धन्यवाद। इङ्ग्लिस आउने जतिले बुझ्नुभयो है। सबैलाई क्रिस्चियसको नाममा जय मसी।
मेरो चाहिँ नि येशूको 1:8 परेको छ। यहाँ यसरी लेखेको छ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट हटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारीका साथ पालन गर्नु र तेरो सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। आमेन। अब विश्वको जुनसुकै कुनामा गए पनि उन्नति र सफलता पाउनलाई व्यवस्था अध्ययन गर्नु पर्यो। अगेन सबैलाई जय मसीह। मेरो चाहिँ कलसी 3:16 परेको छ अनि यसमा लेखेको छ, ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्, पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाऊ र अर्ती देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाऊ। अब हामी चाहिँ बुढाबुढी मात्रै भएर होला एउटाले अर्कालाई सल्लाह दिने, सिकाउने, अर्ती दिने र त्यो अनुसार चाहिँ मलाई चाहिँ मिलेको जस्तो लाग्यो। आफै मात्रै होइन अरूलाई पनि सिकाउनु पर्यो भनेर जिम्मेवारी पनि देखिन्छ यसमा। ल सकेको हो। यहाँहरूलाई जय मसीह। मैले चाहिँ गएको वर्षहरूमा होइन आजसम्ममा चाहिँ प्रभुले मलाई धेरै 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 आशिष दिनुभएको छ होइन। मैले धेरै थोक पाएँ अनि धेरै धेरै थोक पनि गुमाएँ है। म यहाँ आउँछु र यस्तो भन्छु भनेर त मैले सोचेको थिएन, तर ती विगतका दिनहरू सम्झेर लाँदाखेरि चाहिँ पाएको कुरा मात्रै भन्ने कि न होइन, मैले गुमाएको कुरा पनि भन्नुपर्ने हुन्छ। जो चाहिँ मैले मेरो ठुलो छोरा पाउँदाखेरि पाएर 25 दिनको हुँदाखेरि चाहिँ मैले मेरो आमा गुमाएको थिएँ। अनि त्यसपछिबाट फेरि कान्छो छोरो 5 मन्थको भयो थियो। अनि त्यति बेला चाहिँ मैले अचानक बाबा गुमाउनु पर्यो होइन। आमाको लागि चाहिँ हामी प्रिपेयर्ड नै थियौँ, किनभने आमालाई चाहिँ घातक रोग लागेको थियो होइन। आमालाई चाहिँ पहिल्यैदेखि नै अलि रोगी हुनुहुन्थ्यो अनि